आज हाम्रो 100 डे एभोल्युसनको डे 1 हो एन्ड it's I'm very sad to say that I woke up today around 11 a.m. अहिले 12 बज्न आँट्छ क्या, and I'm still in bed. गलत च्यालेन्जले लगे जस्तो छ हौ त। धेरै गाह्रो छ त यार यो जाडो महिनामा त यार, कसरी उठ्ने हो त यार। अब म उठ्छु, फ्रेस हुन्छु, त्यस पछाडि भात पाकिसक्यो होला है, ब्रेकफास्ट मेरो त्यहाँ थियो के त्यो त गइसक्यो। त्यस पछाडि I'm gonna plan my day and I'm gonna pumping off again. Let's go. मेरो खाना आइसकेको छ। टाइम अहिले 12 बजिसक्यो होइन। मेरो डेको सुरुवात ट्याक्कै आधा दिनपछि भएको छ। भनेको मसँग आधा दिन मात्र बाँकी छ आजको लागि। अनि त्यहाँ अस्तिको लेखेछ मैले, त्यहाँ नाम गना राइट माई डेली टास्कहरू आज के छ प्लान भनेर त्यहाँ लेख्नेछु म। अब खाना खान्छु, त्यस पछाडि ओके सो आइ एम ब्याक। खाना साना खाइसकेँ मैले एन्ड देन वाज द मार्कर। खाना खाइसकेँ, म फ्रेस भइसकेँ। अब मलाई के लेख्नु छ भन्दाखेरि चाहिँ मलाई एउटा सेक्सनमा के बनाउनु छ भन्दाखेरि चाहिँ दुईवटा सेक्सन हुन्छ होइन। लेट्स डिभाइड इट फ्रम हियर। अनि त्यस पछाडि यो सेक्सनमा चाहिँ मैले रेगुलर गर्ने टास्कहरूको लिस्ट लेख्नेछु म। त्यो भनेको चाहिँ जस्ट जहिले चलिरहेको छ सेम हुन्छ नि। यता चाहिँ अरू डे स्पेसिफिक टास्कहरू चाहिँ के हुन्छ भन्ने कुरा लेख्छु म। अलिकति क्ल्यारिटी नै जस्तो मैले कपीमा लेखेछु अनि मैले फर्स्ट भिडियोमा भनिसकेँ होइन। यो साइडमा चाहिँ जस्तो के गर्ने भन्दाखेरि एउटा अलिकति क्ल्यारिटीको एउटा इस्यु भएको जस्तो लाग्यो मलाई। सो रुटिन चाहिँ कस्तो हुन्छ मेरो रेगुलर बेसिसमा भन्ने कुरा लेख्छु है त म। 6 बजी वेकअप हुन्छ, मेडिटेड, जिम हुन्छ, मर्निङमा हुन्छ जिम चाहिँ। त्यो पछाडि टेक कोल्ड सावर हुन्छ, स्टार्ट वर्किङ हुने भयो। अनि अर्को एउटा चाहिँ इट हेल्दी भनेर पनि छ। अब यो चाहिँ डाइट अनुसार डिफ्रेन्ट हुन जान्छ। जस्तो मर्निङमा मैले के खान्छु होइन, मेरो डाइट कति चाहिन्छ मलाई त्यो अनुसारको चाहिँ यहाँ फुलफिल हुने कुरा हुन्छ खानेकुरामा चाहिँ। सो आम नट गोना राइट त्यहाँ स्पेसिफिक कुराहरू के खाने भनेर चाहिँ। सो दिस इज लाइक भइहाल्यो, यो रेगुलर टास्क होइन। यो चाहिँ मर्निङ भयो, दिस इज लाइक लिटरली मर्निङ जहाँ चाहिँ मैले आफूलाई बनाउने भन्ने कुरा हो, त्यो गइरहेको कुरा हो। अनि त्यस पछाडि वर्किङ भइहाल्यो। अब यसमा अर्को एउटा कुरा छुटेको जस्तो लाग्यो मलाई। हुन त त्यो म बाहिर देखिहाल्छु, जस्तो सनलाइटलाई बिहान चाहिँ भिटामिन डी लाग्ने खालको पनि छ, त्यो म लेख्दिनँ, जस्तो जिम जाँदा भइहाल्छ। अब बेलुकाको पालो आउँछ। अब त्यस पछाडि 6 बजे म वाकमा जान्छु। अनि त्यस पछाडि 7 PM 7 बजे खाना पकाउने टाइम, 8 PM 8 बजे खाना खाने टाइम, 1 घन्टा मैले खाना बनाइसक्नु पर्ने छ। अनि त्यस पछाडि 8 देखि 9 भने द्याट्स अ चिल टाइम होइन। अनि त्यसपछि 9 देखि 10 मा रिड बुक्स, जर्नल, मेडिटेसन। त्यस पछाडि 10 PM sleep. It will give me 8 hours of sleep. So this is going to be my regular task, जुन चाहिँ म डेली भइराख्ने छ। यो चाहिँ अब चेन्ज हुने छैन होइन। ओके, अब डेली टास्कको कुरा गर्नु पर्दाखेरि आजको टास्कहरू मैले यसमा लेख्नुपर्छ। आज 21 डिसेम्बर, रिसर्च, जिम एन्ड के भयो एडमिसन भनौँ न ल। आज आई हेभ टु मेक सम सर्ट्स। यो सर्ट्स भिडियो चाहिँ तपाईँको कसको भन्दाखेरि मेरो साथीको चाहिँ सर्ट्सहरू भिडियो बनाइदिनु पर्ने छ। मेक थम्बनेल अफ एपिसोड 0 जुन छ त्यसको थम्बनेल बनाएर त्यसलाई मैले आज अपलोड गर्छु बेलुकासम्म होइन। त्यो पछाडि चाहिँ मैले एउटा स्क्रिप्टहरू लेख्नुपर्ने छ मेरो एकजना क्लाइन्टको, एटलिस्ट 2वटा। जस्तो यो काम चाहिँ मैले चाहिँ अघिल्लो दिनको राति प्लान गर्नुपर्ने हो। जस्तो यो एक्चुअल डेली टास्क चाहिँ भोलि के गर्छु भनेर चाहिँ मैले प्लान अघिल्लो दिन गर्नुपर्ने हो होइन। जुन चाहिँ यो 9 देखि 10 बजेमा चाहिँ हुन्छ यो। तर यहाँ म अहिले गर्दैछु किनकि हिजो बेलुका मैले गरिनँ, हिजो बेलुकादेखि सुरु भएकै थिएन होइन, त्यो कुराले हो। अनि आज म 12 बजे उठेँ, तर पनि द गुड थिङ इज इनफ स्लिप पाएँ मैले होइन। यहाँ मेरो
स्लिप 8 घन्टा पुर्याउनु पनि एकदम अहिलेको लागि एकदम इम्पोर्टेन्ट मेरो लागि त्यो च्यालेन्ज हो। सो केही छैन, भोलिबाट वी गो अन बिस्ट मोड। वान मोर थिङ आज म गर्छु, मैले एउटा मनोज एक्सप्लोर भन्ने एउटा पेज नयाँ खोलेको छु। त्यसमा मेरो फर्स्ट भिडियो अब मतलब भिडियोज त हालिसकेँ, तर त्यहाँ चाहिँ मैले एउटा हुन्छ नि ट्राभल भिडियो टाइपको सर्ट भिडियो चाहिँ म बनाएर हाल्छु रिल। त्यसको लागि चाहिँ स्क्रिप्ट लेख्छु ल, सेट अप आफ्टर इफेक्ट्स एन्ड गेट स्टार्टेड भनेर आउँछ। ओके, सो दिज आर द टास्क द्याट आइम गोइङ टु डु टुडे एन्ड दिज आर द टास्क द्याट आइम गोन डु रेगुलरली है। अब यो भनेको त्यो मेरो लाइफस्टाइल बनाउने भयो, यो भनेको एक्चुअल कामहरू टाइपको भयो होइन। 1:30 भइसकेछ भनेपछि म अब स्ट्रेट काममा लाग्छु है त। सो यो डायरीमा चाहिँ म आफ्नो टास्कहरू लेख्दैछु। सो यसले के गर्छ भन्दा त्यहाँ त मेटिन्छ होइन, सो यहाँ चाहिँ भइरहेको छ नि त। सो पछि हेर्दाखेरि चाहिँ एभ्री डेमा चाहिँ कुन टास्क गरेको थियो भनेर इजी होस् भनेर मैले डायरीमा लेख्दैछु। अनि यो चाहिँ नयाँ डायरी हो मेरो यो। अनि त्यस पछाडि त्यसरी लेख्छु। अनि त्यो पछाडि अर्को दिनको के हुन्छ भनेर अर्को पेजमा हुन्छ कि त्यसरी अर्को त्यहाँ धेरै कुरा गर्न सकिन्छ नि त, लेख्न सकिन्छ। सो त्यही कुराहरू अर्को गर्दै लेख्दैछु म अहिले। सो द्याट्स वाट आइम डुइङ राइट नाउ। तिमीलाई सो wait this my dad is not good what Okay, so 4 बज्न आँटेको छ। Now it's time for me to grab a quick cup of coffee. Oh my god, 4 बजीसम्म मैले जम्मा 2टा स्क्रिप्ट लेखेर सकाएँ होइन, विच इज एक्सट्रिमली ब्याड। त्यही हो, गाह्रो छ नि त। एकैचोटि वात्तै यस्तो प्रोडक्टिभिटी बढाउँछु भन्नु खोज्दा अलिकति पोसिबल छैन होइन। त्यो रिजनले गर्दाखेरि अलिकति लेट म बिचमा हराएर राख्ने भइरहेको थिएँ, त्यही हो। भर्खर मलाई यहाँ रेशम साथीको कल आयो अनि ही टोल्ड मी द्याट ही निड्स अ भिडियो इन न्यु इयर। डोल्पाको भ्लग चाहिँ न्यु इयरमा चाहियो अरे मेरो साथीलाई। मैले बन्दैछ त भनेछ, तर मैले सुरु पनि गरेको छैन। मसँग 9 दिन छ होइन। अनि 9 दिनमा मैले फुल भिडियो कम्प्लिट गरेर उहाँ न्यु इयरमा अपलोडै गर्नुपर्ने भनेर साथीले भन्यो। गाह्रो साथीलाई सर्ट चाहिँ चाहियो अरे। ओ माई गड, 5:30 भइसक्यो अनि मैले बल्ल एउटा सर्ट्स बनाएर सकाएँ होइन। के भन्नु, ल्याङ हो क्या। 4वटा सर्ट्स थियो आज मैले जम्मा 2टा स्क्रिप्ट बनाएँ, त्यसबाट एउटा सर्ट्स बनाएँ, सक्यो, दिन सक्यो। इट्स मेबी बिकज मेरो दिन हाफ टाइमबाट सुरु भएर होला होइन। म देखाउँछु है त सर्ट्स चाहिँ। ए हो कस्तो छ भनिदिनु है त। अब म जिममा जानुपर्ने हो होइन। के गरौँ म, हेर न कसले के गर्छ। अङ्कल छ होइन। ए अङ्कल हो, पुरा तालु खुइल्या फेरि अघि गरिरहेको बेला आउँछ होइन। एक्सक्युज मी, कति मिनट छ हजुरको? 20 मिनट गर्ने, अब 10 मिनट छ, वासरुम गएर आएँ ल भन्दा त्यो गरिरहेको मान्छेलाई सोध्छ कति वेयर्ड भयो। कस्तो राम्रो देखेको यहाँ त। राम्रै छु के भयो होइन, यो लाइट क्या लाइट हेर म राम्रो। अनि जान्छ होइन त्यहाँ टुनुक 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 गरेर गर्छ त्यस्तै छ। कराते खेल्न जानुपर्छ जस्तो यार। यसो जिम हेऱ्यौँ भनेर आएको त दिदीको त यहाँ अनौठो कहानी रहेछ जिमको। यस्तो खालको मान्छे धेरै हुन्, किनभने कुरा काट्ने कोही छैन। मर्निङमा जाने भएको छ एउटा केटी त्यहाँ त आज ल साथीहरू जिम जाँदैछु म, दिदीको जिममा जाँदैछु म।
विश हिम भेरी भेरी गुड लक किनभने एक दिन गएर भोलिपल्ट उठ्न नसकेर चटक्क जिम के हो जिम भन्ने यस्तो सासभित्र लगेर भन्ने कि मेरो बडी खतरा छ मलाई जिमै जानु पर्दैन यस्तै हो साथीभाइहरू तर बार्किङ डग सेल्डम बाइट 2026 मा हामी फुल कमिटमेन्ट भएर जाँदैछौँ ए न्यू इयरको चहल पहल न्यू इयरको यो सँगसँगै फेरि जिममा यस्तो खालको मान्छेहरूको भिड भएर ट्याक्क त्यो फेरि जनवरीको फर्स्ट विक त्यही भन्छ म आजै जानु लाग्यो सेकेन्ड विकसम्म हल्का चमक जनवरी फेब्रुअरीमा त गायब फेरि साथीहरू सब गायब तर दिदीको जिम अलि लदैछ कि फेरि समस्या त्यहाँ छ लाँदैछ तर बजेटमा आउँछ इतने में इतना ही मिलेगा भाई साहब ज़्यादा कुछ नहीं मिलता जिन्दगीमा त को आयो भने एकछिन को केटी बोल्न आउँछ यहाँ भएर मलाई त यार ऐना हेर्छु त के गर्नु आउँछ दौडिने हिँड्ने घर जाने हो होइन चेस्ट आज मेरो यही हो यहाँ गाडी नलग्यो भने यहाँ आउनु पाउँदैन हो गाडी नलग्यो भने यहाँ आउनु नपाउने के हो यहाँ अनि दौडिने तलबाट हेर्ने होला होइन त्यो दाइले हेरिरह तल बसेर कुद्न नपाउने 5,000 3 महिनाको बिहान जिम गर्नु राम्रो कि बेलुका गाइज म चाहिँ बिहान जाने भनेर डिसाइड गरेँ प्याकेज चाहिँ 3 महिनाको 5,000 रहेछ त्यो पछाडि 500 चाहिँ कार्डियो रहेछ महिनाको होइन अब भोलि बिहानबाट जाने कुरा भयो लेट्स गो यस्तो भयो त हल्का हाम्रो बेलुकाको वाक नै भयो म क्या बोल्ने मान्छे होइन त्यही पनि यसरी बाटोमा चाहिँ भिडियो खिच्दै हिँड्नु चाहिँ लास्ट लाग्दैन रहेछ फेरि गाह्रो भावना छरिए होलान् खरानी बनी मजल्दा पनि बोलेर बरु जति बोले थियो तिमीले छोड्दामा बदल्दा पनि म मारे पनि तिमीलाई खुसी दिन चाहन्छु मरिजाउँ कसम मेरो भाग्यमा रहेनौ खुसी नै छु म तिम्रो खुसीमा I was just making a thumbnail here and look what Google Gemini has given to me. यो फर्स्टमा यो दियो होइन त्यस पछाडि यो दियो अनि फेरि दियो अनि यो दियो कस्तो छ यार ठिक छ यो हालिदिउँ च्याट जिपिटीले पनि दिएको थियो तर च्याट जिपिटीको चाहिँ अलि यस्तो आयो होइन अनि यसलाई फेरि गर भनेको त्यसले केही गरेन च्याट जिपिटीले चाहिँ ल यसले त बवाल दियो त यार सो मैले भिडियोलाई अपलोड गरिसकेको एपिसोड 0 गरिसकेको थम्बनेल बनाएर आफै अपलोड गरेको जेमिनाई र च्याट जिपिटी खासै लाएन होइन त्यस पछाडि आफै गएर बनाएको कस्तो छ बवालै हुनुपर्ने थम्बनेल त सो यो हो होइन अनि आजको कुरा गर्नु पर्दाखेरि जिम डन भयो एडिट 4 सर्ट्स भिडियोमा एउटा सर्ट्स बनाएँ त्यो पनि डन भयो एपिसोड थम्बनेलले बनाएँ ठिक छ अपलोड नै भयो ठिक छ 2 स्क्रिप्ट पनि लेखेँ ठिक छ अनि आफ्टर इफेक्ट्सको बाँकी छ त्यस पछाडि तपाईँको त्यो भोलि गर्छु मैले अब अनि मनोज एक्सप्लोरको लागि त्यो पनि भोलि गर्छु मैले जिममा पनि कुरा गरेर आइसकेँ म भोलि बिहानबाट जाने भनेर सो टुडे वाज अ गुड डे very a fine start I would say not a great start तर fine start अनि जस यो बबा लागिरहेको छ मलाई त थम्बनेल त यार पछि म देखाउँछु होइन साथीभाइहरूलाई अनि त्यो बेला मजा आउँछ बाइ द वे मैले नाम चाहिँ सोचिसकेँ द 100 डे इभोल्युसन यो च्यालेन्जको नाम चाहिँ थम्बनेलमा पनि त्यही नै छ
सो या तर म सेयर गर्छु, मैले सेयर गर्दिनँ भनेको थिएँ होइन। न्यु इयरको दिन चाहिँ सेयर गर्छु होला म, त्योभन्दा अगाडिको दिनसम्म चाहिँ सेयर नगरेर बस्छु म कसैलाई। न्यु इयरको दिनदेखि चाहिँ बम त्यसरी सेयर हुन्छ। तर खाना बनाएको छैन मैले, रुटिन अनुसार 8 बजी भनेको खाना खाइसक्नु पर्ने टाइम हो, तर खाना मैले बनाएको पनि छैन क्या। अब यही हो टाइम, म्यानेज गर्न गाह्रो छ टाइम, तर म्यानेज हुन्छ पछि बिस्तारै। ओके, सो आज हामी आजको दिनको अन्त्यमा आइसकेका छौँ। इनफ्याक्ट सकिसक्यो मेरो स्केड्युल अनुसार त, तर अघि थम्बनेल बनाउँदाखेरि हल्का टाइम लागेर चाहिँ अलिकति ढिला भयो। अहिले 10:20 भएको छ, अहिले म सुतिसक्नु पर्ने हो, तर केही छैन। फर्स्ट डे वाज गुड। सो आज के गरेँ भन्ने कुराहरूबाट सुरु गरौँ। आज मेरो उठाइ अलिकति त्यस्तै भएको थियो, थाहा भइसक्यो होला। त्यस पछाडि आई प्लान्ड माई डे, अनि त्यस पछाडि आई रोट 2 स्क्रिप्ट्स फर हिमालयन बुलियन, अनि त्यस पछाडि आई एडिटेड 1 सर्ट्स भिडियो फर माई फ्रेन्ड, अनि आई रिसर्च फर जिम। त्यस पछाडि म जिममा गएँ, भोलिबाट जिम जाने भनेर कुरा गरेर आएँ। त्यस पछाडि आई मेड अ थम्बनेल फर माई भिडियो, आई अपलोडेड द फर्स्ट भिडियो अन माई युट्युब, अनि त्यस पछाडि डन, यति हो। त्यस पछाडि आई वाच सम भिडियोज अफ पर्सनल ग्रोथ एन्ड अल, अनि त्यस पछाडि खाना खाएँ। अहिले डेको एन्ड भइसक्यो। अनि अब यो च्यालेन्ज सुरु गर्दाखेरि हिजोसम्म म जोसमा थिएँ, तर बिहान उठ्दाखेरि चाहिँ म उठ्न सकिनँ। सो एम आई रियली गोइङ टु डु इट टाइपको क्वेसन्सहरू आइरहेको थियो। तर दिस इज नट अ हार्ड, तर यसो हेर्दाखेरि च्यालेन्ज त्यति हार्ड छैन क्या। जस्ट बिहान उठ्ने जिम जाने हो म, राइट? बिहान उठ्ने म जिम जाने, अनि त्यस पछाडि आफ्नो काम गर्ने, फेरि बेलुका एउटा रुटिन भएर सुत्ने, जस्ट टु लिभ अ लाइफ। आइ एम जस्ट लिभिङ द नर्मल लाइफ। जसरी बाँच्नु पऱ्यो त्यसरी बाँच्नु पर्ने भनेर चाहिँ भइरहेको हो। स्क्रिन टाइमको कुरा गर्नु पर्दाखेरि कम्पेरिटिभली आज स्लो भएको छ, किनकि मैले फोनलाई बेडमा राखेको थिएँ, यहाँ टेबलमा नराखेर, वाइल आई वाज वर्किङ। अनि रिल्सहरू मैले स्क्रोल गरेको, टिकटकहरू गरेको भन्दाखेरि चाहिँ आइडियाजहरू लिनको लागि गरिरहेको थिएँ मैले, इन्सपिरेसन्सको लागि। अघि सर्ट्स बनाउने बेला त्योभन्दा धेरै मैले खासै आज गरेको छैन। सो फार इट वाज गुड। अब मेरो काम भनेको अब जर्नल टाइप भन्दा पनि अब भोलिको डे प्लान गर्छु म। अनि त्यस पछाडि भोलिको डे प्लान गरेर आज म सुत्छु, अनि भोलि के हुन्छ अब भोलि भेटौँला। सो डे 1 एन्ड भयो। यहाँ भिडियोको स्टोरेज सकिएको, के अरे यहाँ फोनको स्टोरेज सकिसकेछ, यहाँ गाह्रो छ भिडियो खिच्नु पनि। सो ए गाइज, बाई बाई, गुड नाइट। हेलो गाइज, सो आज डे 1 हो, म सुत्नु पर्ने हो होइन। टेक्निकली डे 2 सुरु भइसक्यो, 12 बजिसक्यो भर्खरै। अनि त्यस पछाडि म अलिकति लेट सुतेँ आज। त्यस पछाडि आई वाज जस्ट स्क्रोलिङ थ्रु द रिल्स, देन आई गट दिस क्रेजी वान आइडिया। अनि मलाई यहाँ भन्न मन लाग्यो होइन, यो यही 100 डेजवाला हुनेवाला छ, तर यसलाई म Jan 1 मा अनाउन्स गर्छु। त्यो अनाउन्स गर्ने बेलाको लागि चाहिँ एउटा भिडियो आई पोस्ट, विच विल बी क्रेजी, लाइक आई वान्ट मेक दिस क्रेजी। हल्का रफ आइडिया आएको छ। भोलि म यसको हल्का आइडियालाई अलिकति फुल कपीमा अलिकति लेख्नेछु के कस्तो हुन्छ भनेर। सो आई होप राम्रै आओस्। गुड नाइट। सुत्नुपर्ने अघि हो, अहिले सुत्दैछु म, भोलि बिहान चाहिँ जिमसम्म, भोलि एनिया उठ्छु म, जान्छु। बाई बाई।